अब घामको छायामा सुत्न पाउँदैन। बचपनमा म ललिपप सिकेको अनि म चकलेट खाइ गर्थेँ। बचपनमा म मेरो साइकल सिकेको। तिमीहरूको बचपन चाहिँ कहिले गयो त? हाम्रो बचपन हामी हुँदा यो त्यो पहिलाको सबसे स्मल बचपन हो, अहिले मिडियम बचपन हो। अब तपाईँको त बाबा चतुर भएपछि मेरो बिग बचपन हुन्छ, अनि बुवा जस्तो भएपछि के भन्दै अरे लाज बचपन हुन्छ। अनि हामी टिभी हेर्थ्यौँ दुईजना भएर। अनि मलाई रमाइलो गएको थियो खेल्नलाई। खेल्न त जहाँ पनि खेलिहाल्छ। अनि मन्दिर जान्थ्यौँ। तिमीहरूको बचपन त्यही हो? पहिलाको बचपनमा म केमा सुतेर उठाएर थाहा छ मलाई? केमा? जिन्दगी चल्दैछ ऐसामा, म त सुतेर उठेको पैसामा। म त कोद्नै सिधेको कोद्नै उठेको। अहिले नि त घरमा जान्न कि हस्पिटलमा? हस्पिटलमा। त जेएनजी हेर्नु त युवा म नि युवा। किन म जेन्दी हो? म त होटेलमा जन्मे हो। होटेलमा जन्मेको जेएनजी हुन्छ? हुन्छ। केमा जन्मेको जेन्जी हुन्छ? घरमा जन्मेको जेएनजी हुन्छ। कसले भने यो कुरा चाहिँ? यो मिसले। ए अहिलेको बच्चाहरू घरमा जन्मिँदैन अनि पहिलाको हाम्रो हाम्रो के भन्छ रोल नम्बर 1 साथीको रोल नम्बर 1 साथी पनि घरमै जन्मायो। हाम्रो मिस पनि घरमै जन्मायो। मैले हाम्रो अकाउन्टेन्ट मिसको घर देखेँ नि, ओरेन्ज कलरको छ। अनि कुन कलरको? ओरेन्ज। अनि प्रगति मिसको पनि घर देखेँ, ग्रिन कलरको छ। यो ग्रिन होइन, कोहीले माम खाँदैन है, बचपनको कुरा मात्रै गर्छ। मैले खाइभ्याइसकेँ। खाइभ्यायो फ्याले खा। अलिअलि फ्याल्छु। यति भात जुठो खै टिप्या? टिप्यो त ल छिटो। जिन्दगी